है मैले तँलाई भने मात्र छैन है तँलाई क्या यहाँनिर यति यहाँसम्म छ नि रातो लिपस्टिक लगाएर कस्तो राम्रो देखिन्छ त है मैले तँलाई कहिले पनि भनेको छु नि तँलाई क्या सेतो पुरै क्या अनुहार सेतो भने कस्तो राम्रो देखिन्छ कि यो त भयो है मैले तँलाई भने मात्र छैन तँलाई छ नि यो कपाल छ नि यहाँनिर यसरी बाँधेर डल्लो पारेर कस्तो राम्रो देख्यो है मैले तँलाई कहिले पनि भने होइन तँलाई कि यसरी दुई चुल्ठी यहाँनिर पारे कस्तो राम्रो देखिन्छ त्यो फलो मैले तँलाई भने मात्र छैन है तँलाई छ नि गाजरका यहाँ पनि पुरै कालो अनि यहाँसम्म लाग्यो भने कस्तो राम्रो देख्छ त है मैले तँलाई कहिले पनि भनेको छु न तेरो के यस्तो अर्को पुरै कालो भएको कस्तो राम्रो देख्छ गाजर छ मैले तँलाई भने मात्र छैन होइन तँलाई छ नि यो गाला छ नि यो गालामा लभ लभ बनाएको दुईटा यात्रो यात्रो कस्तो राम्रो देखिन्छ ब्लस जस्तै क्या कस्तो राम्रो देखिन्छ त है मैले के तँलाई कहिले नि भनेको छैन तँलाई के तर रातो टिका लगाएको कस्तो राम्रो देख्छ ल अब है मैले तँलाई कहिले भनेको छैन तँलाई छ नि के अरे त्यो कानमा छ नि यत्रो यत्रो झुम्का हुन्छ नि त्यो लामो परेको हो त्यस्तो लाउँदा कस्तो राम्रो देखिन्छ त मैले के है तँलाई कहिले पनि भनेको नि तँलाई के रातो यत्रो धेरै ब्लस लगाएको क्या यहाँसम्म लगाएको कस्तो राम्रो देख्छ मैले क्या तँलाई भने मात्र छैन है तँलाई केटा मान्छेको जस्तो छ नि यहाँनिर दादी अनि यहाँनिर जुङ्गा बना कस्तो राम्रो देखिन्छ त मैले तँलाई कहिले नि भनेको छैन तँलाई के कस्तो लामो पारेको लिपस्टिक लगाएको कस्तो राम्रो देखिन्छ ल भन् मैले छ नि तँलाई कहिले भनेको छैन तर थाहा छ तँलाई क्या यतातिर सेतो बनाएको यहाँ सेतो बनाएको अनि यहाँ सेतो बनाएको अनि गालातिर पनि यो घाँटीतिर पनि सेतो सेतो बनाएको कस्तो राम्रो देखिन्छ मैले के तँलाई कहिले नि भनेको छु नि तँलाई के यस्तो आइब्रो क्या यस्तो जोडिएको कस्तो राम्रो देखिन्छ ल भन मैले क्या तँलाई कहिले भनेको छैन तर तँलाई थाहा छ यहाँनिर छ नि त्यो शिवजीको जस्तै यहाँनिर तिनवटा धर्सार अनि यस्तो हुन्छ नि हो त्यो रातोले बनायो भने कस्तो राम्रो देखिन्छ त है मैले क्या तँलाई कहिले पनि भनेको छैन तर तँलाई क्या यस्तोमा घाँटीनिरसम्म दारी भएको कस्तो राम्रो देख्छ क्या फाइनल लुक्स कस्तो राम्री बनाइदिएको जाने कि तेरो कपाल मिलेन